हुन्छ के यो अझै ठुलो हो बलियो होइन त अरू आउनु भएको यत्रो गाह्रै हुँदैन त्यो बुढिया यो यो दुईटा यति इम्पोर्टेन्ट हो बुढिया ह्याप्पी बर्थडे के हो यो चाहिँ ह्याप्पी बर्थडे त्यो आवाज हैन उठेर यहाँ यतिर छोड्छु कुन तेल चार्जमा इसालाई पनि कुर्नु पर्थ्यो यो म त्यस सेलिब्रिटी साडे सुतेर अनि के हो यो त उ ल्यागे च्याट्ने गिफ्ट ल्यागे क्या कस्तो राम्रो यो केक मात्र खिचेर केक बक्सको केक हो दामी हुन्छ नि त्यहाँको के अरे मोमो हुने भयो Happy birthday to you. Happy birthday, dear Isa. Happy birthday to you. मलाई पनि खिच्नु पर्यो नि त ह्याप्पी बर्थडे त्यसो नच्याप्दा दिनु त च्याट्यो त सामानमा फोटो उस गरिदिन्छु समाजिदिन्छु हैन पर्दैन एउटा खिचेछ भर्खर 16 वर्षबाट बहिनी 17 वर्षलाई आएको यो चाहिँ बिग हामी सेलिब्रेट गर्दैछौँ सेलिब्रेट ह्याप्पी ह्याप्पी वाला बर्थडे धन्यवाद के बसालाई हो ह्यापी बर्थडे मेरो कोही त अलि फास्ट भइछ म ह्याप्पी बर्थडे ए हो न हिजो त के गालामा चुपा चुपा गर्ने भन्ने कुरा सुपर सुपर त सस्पेन्स सधैँ माया थ्याङ्क यू यसो चाहिँ चक्लेट दिनु है ओ यसो फ्लावर्स है ठिकै छ पर्दैन त देउै हाल्दैन मिठो है यो केक तर कति मिठो भयो ल दिदी बहिनी उता जानुहोस् 2 3 स्माइल 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 अँगालो मार्नुहोस् ल भइसक्यो अघि टिका लगाइदिनु मैले पहिले तपाईँलाई टिका लगाइदिएर ओ टिका यो कसको गर्छ थोरै टिका ओ चार्जर त मात्र गर्छ नजिकबाट चाहिँ नाक भित्र बस्छ ल चाँडै बुढी होस् होइन हाम्रो चाँडै हाम्रो गोली त भइसक्यो अलिकति फैलोस् हामी यति जानुहुन्छ डाँडा कहाँ ढाक्छ डाँडाकाँडा धागो है आइस त म हैन भाउजू दाइले 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 के दिने होला नि त दाइले पहिला दिदी भुरे हैन आया चाहिँ मलाई त थाइदैन मेरो खोल्नु गर्नु होला जस्तो चक्लेट खानु फोटो नि भयो मेरो फोटो त खिचेन भाइ बस त म खिच्छु यस्तो रक्तको दिन पर्दैन के सधैँ यस्तै बनाएर खान्छ दाइले खिचेर यहाँ आउँछ भालो त सानो मान्छे हो नि त ऊ अनि त्यही भएर सानो ओहो यस्तो पर्दैन यस्तो पैसा दिन्छ पर्दैन पर्दैन तपाईलाई ठुलो मान्छे भयो नि छोरी सानो मान्छे मिठो भयो मिठो सक्यो कति मिठो छ क्या ल साथी साथी अहिले यस्तो हो त नि साथी साथी भनेको मैले भए मारिसक्छु तपाईँ र अलग छ नि साथी
साथीमा सबको चल्छ मलाई पनि ल्याइ ल हाम्रो त गिफ्ट छैन है हाम्रो चाहिँ गिफ्ट छैन र दिएको गिफ्ट किन भ्याएन बर्थडे सेलिब्रेसन ह्याप्पी वाला बर्थडे फोटो भइसक्यो स्ट्रबेरी खाइन्छ त त्यसको टेस्टै नआउला यस्तो गरेको ह्याप्पी बर्थडे फोटो खिच्दिनु त भइसक्यो ह्याप्पी यो भाइ फोटो छलिरहेको यो भाइले त पिङ्की हो लाएर बसिहाल्नु त कस्तो याद गर्छ हामीले मेरो हजुर टोयलेटमा राख्नुपर्छ उलाई पर्फ्युम पर्दैन साथी कति याद गरेको तिमीले भन्दा बढी थाहा अझै छ थ्याङ्क यू सो मच आयो यो चाहिँ सुशील भाइले कत्रो लामो घाँटी दिन लाउने हो यो राज हामीलाई सम्झेर ल्याइदिएको जस्तो छ ल ओ माई गॉड लु दामी दामी मन पर्यो मलाई चाहिरहेको एकदम चाहिरहेको थियो बिचरा कपडै नभएको मान्छे छैन नि त मसँग जिन्सको अबि पनि खोल्नु सबै खोल्नु अब मेरो साथी पनि खोल्नु न के हो भने भाइले चाकमा भाइलेसँग गर्छ त माथिकोसँग म्याचिङ हो है ल बहिनीको थ्याङ्क यू चेनी अन द टप भयो ल राम्रो है दामी मेरो साथीलाई धेरै धेरै धन्यवाद आजको स्पेसल बर्थडे बर्थडे केक काटेको अनि ऊ चाहिँ सक्यो अब अलिअलि खाना बाँकी छ हाम्रो खाना चाहिँ हाम्रो ममै हुन्छ जहिले नि सबैलाई मनपर्ने सबैको फेभरेट पार्टी आज भाडा धुन पर्दैन न बुढो ल आजको बर्थडेको मेन परिकार यही हो यहाँबाट सुरु हुँदैछ ठुलो त मलाई एउटा ल खानु के यो चाहिँ सबै म हामीले हाल्नु बनाएको म त होइन यो त राम्रो छ त ल अलि यता आउने चिसो बनाएको मटनको सुकुटी रे मटनहरू खाँदै कोही कहाँ निन्छ मटनको सुकुटी मटन चाहिँ खान्छ मटनको सुकुटी कहाँ छ सबै खोल्नु न एकचोटि यहाँ खोल्नु ए ल तिमीमा कसरी बनाएको र यस्तो मिठो यो चाहिँ मटनको सुकुटी हो उता चाहिँ चिकन यो यहाँ खोल्नु सक्छ खाँदै बनाउनु होइन नेपाली अचार हो नेपालीहरूले यसरी बनाउने अनि यो चाहिँ चिकन खान नमिल्ने त हुने खानु न र हँसी हँसी खानु न होइन कि उता भाउजूलाई दिन लाग्थ्यो कि अनि म चाहिँ झिक्दिएको चिकन नि बढी खाने तिमी सबै टेस्ट गरिसक्यो कस्तो छ आजको मिठो छ मिठो छ कुन चाहिँ मिठो लाग्यो होला तिमीलाई सबै मिठो छ सबै मिठो छ अनि किन गाली गरे कस्तो बुढो रहेछ भनेर बुढो कस्तो हुने होइन कस्तो मिठो रहेछ भाइ भनेको हो म त कस्तो बुढो रहेछ भने भाइ सबैभन्दा मिठो कुन होला मेरो कति यङ छ चिकन चिकन हो तपाईँले उसले बनाएको हेर मटन खतरा हो मटन खतरा हो ल यो कसले बनाएको यो राख्नु तपाईँ बनाउने मान्छे उहाँ इसा बहिनी हुनुहुन्छ बर्थडे कलरले बनाउनु भएछ आज चाहिँ खानु के चिसो हुन्छ मोमो कहिले बनाएको भनेर नभन्नु है लास्ट टाइम यो चाहिँ हाम्रो सेकेन्ड लट मोमो हुँदैछ थर्ड लट हो त सेकेन्डको त चिसै थियो चिसो भइसकेको थियो अब चाहिँ मोमो चार्नु पनि मनपर्छ कुन पातो मोमो खानु यति खाइ छैन है के खाइ छैन भाइको आफ्नो लागिसक्यो तपाईँलाई बेदने मान्छे भाती मान्छे तपाईँ थोरै खानेछ धेरै खर्च नहुनेछ होइन त धेरै खान्छ
अनि मजा आयो नखाल्ने त्यो भात गरेर मुखबाट निकाल्दा नहसाउने यार अरूको गाडी चाहिँ नगरे यहाँ पुरै भजत्त गरेर आफैले खानु पर्ला स्वर्गिन्छ है माछा भात खाएको कि मोमो सबै फुटेको छ क्या के भएर है हुन त अब हामीले बनाएर हो कि यो पातालो त्यो मैले त कस्तो गरेर हालेको भाँडामा त मैले त बनाएको म चाहिँ अगाइसकेको अवस्था छ नातिनु तपाईँलाई पुऱ्याउँछु अरूको लागि चाहिँ म कुर्दिएको या भिडियो मात्रै बनाइदिएको तपाईँलाई बेगनी मान्छे साह्रै फाइदा भएछ मलाई यस्तै खान मन लाग्थ्यो यति भोडकाले 4% लाग्यो क्रिम हो कि बर्थडे पार्टी सकेपछिको अवस्था यस्तो छ बेलिज जस्तै बेलिज बर्थडे पार्टी सकेको अवस्था सबै फिनिस बेलिज नि त्यस्तै मिठो हो प्रकाश दुधको नयाँ गाना मनै परेन माता